हेलो युथ लिडर्स। परमेश्वरले ठुला कुराहरू साना कोठाबाट सुरु गर्नुहुन्छ। भन्नुको अर्थ चाहिँ परमेश्वरले महान कामहरू, शक्तिशाली कामहरू, ठुला भिडहरू चाहिँ थोरै मानिसका समूहहरूबाट नै सुरु गर्नुहुन्छ। यस कारणले गर्दाखेरि तपाईँ र मलाई परमेश्वरले दिएको जिम्मेवारी साना थोरै मानिसहरूमा हामी विश्वासयोग्य हुन आवश्यक छ। थोरै मानिसहरू छन् होला, सानो कोठा छ होला, बी फेथफुल, विश्वासयोग्य हुनुहोस्। तपाईँसँग बेस्ट इन्स्ट्रुमेन्ट छैन होला, बी फेथफुल। परमेश्वरले तपाईँलाई जे जिम्मा दिनुभएको छ त्यसमा तपाईँ र म विश्वासयोग्य भयौँ भने परमेश्वरले त्यसलाई मल्टिप्लाई गर्नुहुन्छ। किनकि लुकाको पुस्तकमा त्यही लेखेको छ, जो सानो कुराहरूमा विश्वासयोग्य छ उसलाई ठुला कुराहरूको जिम्मा दिइनेछ। भिडलाई तपाईँको उद्देश्य नबनाउनुहोस्, तर परिवर्तन, ट्रान्सफर्मेसन्स देख्नलाई तपाईँको हृदयमा बोझ दिनुहोस् र प्रार्थना गर्नुहोस्। किनकि थोरै ट्रान्सफर्मेसन्सहरूले ठुलो चेन्ज, ठुलो परिवर्तन लिएर आउन सक्छ। परमेश्वर हामीसँग हुनुहुन्छ। परमेश्वरसँग यो प्रार्थना गर्नुहोस्, प्रभु तपाईँले दिएको जिम्मेवारीहरूमा म विश्वासयोग्य भइराख्न सकौँ, यो सानो कोठामा विश्वासयोग्य भइराख्न सकौँ, थोरै मानिसहरूमा म विश्वासयोग्य भइराख्न सकौँ। परमेश्वरलाई भन्नुहुन्छ। परमेश्वरले ट्रान्सफर्मेसन्सहरू लिएर आउन थाल्नुहुन्छ। किनकि इट्स भेरी इम्पोर्टेन्ट टु बी ट्रान्सफर्म। परमेश्वरले यहाँसम्मलाई आशिष दिनुभएको छ। मे द लर्ड ब्लेस यु।